हेलो, आज चाहिँ म कस्टर्ड कुकी बनाउन जाँदैछु। सबैभन्दा पहिला 100 ग्राम बटरलाई त्यसको कलर थोरै लाइट नहुँदासम्म विस्क गर्दैछु। त्यसमा 1/3 कप चिनी राखेर फेरि विस्क गर्दैछु। 1 कप आटा, 1/4 कप कस्टर्ड पाउडर, 1 पिन्च बेकिङ सोडा, 1/4 टीस्पुन बेकिङ पाउडर, हाफ टीस्पुन भेनिला एसेन्स, 1 पिन्च नुन। अब यो सबै कुराहरूलाई चाहिँ मैले हातले नै मुस्दैछु। यसमा चाहे जति थोरै दुध एड गरेर यतिको नरम डो बनाएँ। अब यो डोलाई चाहिँ मैले 2 भागमा छुट्याउँदैछु। एक भागमा चाहिँ मैले चोको चिप्स एड गर्दैछु। आधा भागमा चाहिँ मैले दुध थपेर यतिको कन्सिस्टेन्सी बनाएर पाइपिङ ब्यागमा राख्दैछु। ट्रेमा बेकिङ सिड राखेर नोजलको हेल्पले यस्तो बुट्टा बनाउँदैछु। प्रिहिटेड ओभनमा 160 डिग्रीमा 12 मिनटको लागि बेक गर्दैछु। चोको चिप भएको डोलाई चाहिँ हातले यस्तो कुकीको सेप दिँदैछु। मेरो फर्स्ट ब्याच चाहिँ रेडी भयो। पाइपिङ ब्यागमा नोजल चेन्ज गरेर यस्तो बुट्टा बनाउँदैछु। डेकोरेसनको लागि हरेक कुकी माथि एउटा चोको चिप राख्दैछु। यसलाई पनि 160 डिग्रीमा 12 मिनटको लागि बेक गर्दैछु। चोको चिप चाहिँ बेकपछि यस्तो देखिएको छ। फाइनली सबै कुकीहरू चाहिँ रेडी भयो।